साथीहरू, तपाईहरु सबैको मनमा कहिले न कहिले यो प्रश्न अवश्य आएको होला कि सुनको भाव हरेक दिन किन परिवर्तन भइरहन्छ? रातभरिमा यस्तो के हुन्छ र सुनको भाव परिवर्तन हुन्छ? या त सस्तो हुन्छ या त महँगो? आउनुहोस् साथीहरू, हामी तपाईहरुलाई बताउने प्रयास गर्छौं कि सुनको भाव हरेक दिन किन परिवर्तन भइरहन्छ। सुन अर्थात् गोल्ड, जसलाई संसारको सबैभन्दा बहुमूल्य धातुहरूमध्ये एक मानिन्छ र यसको भाव धेरै कारणले घटबढ हुन्छ, जसमा आर्थिक र राजनीतिक कारणहरू सबैभन्दा महत्त्वपूर्ण मानिन्छन्। जस्तै यदि कुनै देशको सरकारले त्यो देशमा सुन किन्न वा आयात गर्नको लागि कुनै नयाँ नियम बनाउँछ भने यसको असर सुनको मूल्यमा पर्छ। साथीहरू, त्यसैगरी यदि सुन उत्पादन गर्ने देशहरूमा सुनको उत्पादन कम हुन्छ भने यसको असर सुनको मूल्यमा पर्छ र संसारभरि यस्ता धेरै घटनाहरू भइरहन्छन् जसको कारणले सुनको भाव परिवर्तन भइरहन्छ, अर्थात् घटबढ भइरहन्छ। साथीहरू, सुनको उत्पादन संसारको हरेक देशमा हुँदैन, तर यसको माग संसारको हरेक देशमा हुन्छ। तर तपाईलाई बताउँ कि जति सुनको माग हुन्छ त्यति यसको आपूर्ति हुन सक्दैन र यस कारणले पनि सुनको भाव परिवर्तन हुन्छ। यसबाहेक सुनको मूल्य कम वा बढी हुने अरू धेरै कारणहरू छन्, जस्तै डलरको भावमा परिवर्तन हुनु र शेयर मार्केट। तपाईलाई बताउँ कि विवाह र चाडपर्वको मौसममा जस्तै दशैं र तिहारको अवसरमा सुनको खरिद धेरै हुन्छ र धेरै पटक यस कारणले पनि बजारमा सुनको भाव बढ्छ। आफ्नो आवश्यकताको धेरैजसो सुन अर्को देशबाट पैसा तिरेर किन्छ र त्यसैले यदि डलरको मूल्यमा परिवर्तन हुन्छ भने सुनको मूल्य पनि परिवर्तन हुन्छ। जस्तै यदि डलरको मूल्य कम वा बढी हुन्छ भने यसको असर सुनको भावमा पर्छ, मतलब सुनको भाव पनि कम वा बढी हुन्छ। साथीहरू, सुनको भाव परिवर्तन हुनुको एउटा कारण लगानी पनि हो। तपाईहरुलाई यो कुरा त थाहै होला कि सुनलाई सबैभन्दा सुरक्षित सम्पत्ति मानिन्छ। धेरै लगानीकर्ताहरू हुन्छन् जो आफ्नो पैसा लगानी गर्न चाहन्छन् र कुनै जोखिम पनि लिन चाहँदैनन् र त्यसैले उनीहरू सुन किन्छन् र जब सुनको भाव बढ्छ तब उनीहरूले यसलाई बेच्छन्। यस कारणले बजारमा सुनको माग बढ्छ र यसको आपूर्ति हुन सक्दैन र यस कारणले पनि सुनको भाव बढ्छ। साथीहरू, जस्तो कि मैले तपाईलाई भर्खरै भने कि सुनलाई सबैभन्दा सुरक्षित सम्पत्ति मानिन्छ र हरेक देशले आफ्नो मातहतमा सुनको भण्डार राख्छ, जसलाई त्यो देशको केन्द्रीय ब्याङ्कले व्यवस्थापन गर्छ। साथीहरू, नेपालमा सरकारको सुनलाई केन्द्रीय ब्याङ्क अर्थात् नेपाल राष्ट्र ब्याङ्कले व्यवस्थापन गर्छ र यदि नेपाल राष्ट्र ब्याङ्कले सुन किन्नको लागि कुनै नीतिमा परिवर्तन गर्छ वा कुनै नयाँ नियम बनाउँछ भने यसको असर सुनको भावमा पर्न सक्छ। साथीहरू, त्यसैले हामी भन्न सक्छौँ कि केन्द्रीय ब्याङ्क अर्थात् नेपाल राष्ट्र ब्याङ्कद्वारा लिइएका निर्णयहरूको असर सुनको मूल्यमा पर्छ। त्यसैले साथीहरू, अब तपाईहरुलाई राम्रोसँग थाहा भयो होला कि सुनको भाव किन परिवर्तन भइरहन्छ। आशा गर्छु साथीहरू तपाईहरुलाई यो भिडियो मन पर्यो होला। भिडियो राम्रो लागेमा भिडियोलाई लाइक र शेयर गर्न नबिर्सनु होला र यदि तपाईहरुको कुनै प्रश्न वा सुझाव छ भने कमेन्ट बक्समा कमेन्ट गरेर बताउनु होला। धन्यवाद।